हेलो गाइस, नमस्ते सबैजनालाई है। वेलकम ब्याक छ है। यो चाहिँ ठक्क हामी काठमाडौँमा छौँ अहिले होइन। अनि काठमाडौँबाट पशुपति दर्शन गर्न जाने भनेर हामी हिँडिरहेछौँ होइन। वरिपरि टक्क मैले चाहिँ ठ्याक्क गाडीको भिडियोहरू गरिरहेको थिएँ अनि बसहरू अनि हामी ठक्क पशुपति पुग्यौँ होइन। त्यहाँ मान्छेहरू जलाइराख्नु भएको रहेछ एका बिहानै होइन। ज्योतिषीहरू पुरै हातेर आउनेहरू बाटोमा बसिरहनु भएको रहेछ मजाले होइन। अनि यहाँ मान्छेहरू पुरै मैले चाहिँ ब्याक क्यामेरा गरेको थिएँ अनि ठ्याक्क मान्छेहरू हिँडिरहनु भएको थियो। मेरो थोरै हात आएछ होइन। म यहाँ छु होइन, भाइ छ पछाडि, मैले चाहिँ चस्मा लाइनँ होइन। अनि टक्क अगाडि यस्तो छ, राम्रो देखिरहेको छ। बिहान मर्निङ भाइब्स राम्रो थियो है। पशुपति जे भए पनि एउटा पिसफुल ठाउँ होइन पशुपति, ठक्क राम्रो छ। मैले चाहिँ थोरै क्यामेरा रोटेट गरेको छु है। अनि मलाई देखाइरहेको छु र पनि म हिँडिरहेको छु। मैले अलिकति गाह्रो भयो, मलाई अप्ठ्यारो भयो अनि त्यही भएर मैले भुइँ मात्रै खिचिरहेको छु। अनि यता परेवाहरू कस्तो मजाले क्या खाना चारोहरू दिइरहनु भएको थियो परेवालाई। अनि टक्क यता परेवाहरूले खाइरहेको थिएँ। ठ्याक्क मन्दिर अगाडि गयो चाहिँ मन्दिरमा टक्क फोटोसोटो खिच्नु थियो। अनि यसो यो चाहिँ मैले हल्का चटक दिएको है कस्तो देखिन्छ भनेर। अनि यहाँ चाहिँ म फेरि बाहिर देखाउँदैछु, म के भन्दैछु होइन। अनि बाहिर देखाउँदैछु, पुरै भाइ त्यहीँ पछाडि छ। म चाहिँ रिसाइरहेको छु जस्तो भइरहेको छ मेरो अनुहार चाहिँ होइन, पुक्क फुलेर। अनि कस्तो कालो कस्तो राम्रो आइरहेको थियो क्या फोटोहरू क्यामेरामा खिच्दाखेरि। अनि मान्छेहरू लास्टै भिड थियो है, हिजो चाहिँ अति नै भिड थियो पशुपतिमा। अनि यहाँ हेर्नु लास्ट कस्तो राम्रो छ क्या, मान्छेहरू पुरै एउटा चिल भाइब्स हुन्छ क्या यहाँ चाहिँ पशुपतिमा। ठक्क गेटमा त्यहाँदेखि भित्र चाहिँ फोन लान पाइँदैन। यहाँदेखि म फेरि फोन घुमाउँदै देखाउँदै गएँ अगाडि होइन। अगाडि गयो मान्छेहरू पुरै तर धेरै चाहिँ यहाँ इन्डियाबाट आउनु हुने रहेछ मान्छेहरू है, यहाँ घुम्नको लागि इन्डियाबाट लास्टै आउने। अनि यहाँ परेवाहरू चाहिँ लास्टै थियो क्या, नुनहरू दिने खानेकुरा अति धेरै क्या। परेवाहरू चाहिँ लास्टै धेरै आउने रहेछ, परेवाहरू लास्टै धेरै आउने परेवाहरू चाहिँ धेरै राम्रो रहेछ। पशुपति एउटा कस्तो चिल भाइब्स आउने क्या पशुपतिमा चाहिँ, मान्छेहरू लास्टै आउने, बिहानै पनि धेरै आउनु हुँदो रहेछ। अनि हामी टक्क निक्ल्यौँ त्यहाँबाट होइन। गाडीहरू लास्टै प्याक थियो। हामी चाहिँ फुटपाथबाट हिँडिरहेको थियौँ होइन। प्याक थियो बाटोहरू पुरै। अनि हामी जाँदैछौँ अनि जाँदै ठ्याक्क एउटा पर एउटा के देखेँ क्या मैले। टक्क जाँदै थिएँ जाँदै मैले गिरी कम्प्लेक्स देखेँ क्या। मैले फर्स्ट टाइम गिरी कम्प्लेक्स देखेँ। अनि मैले एउटा फोटो पनि हानेको थिएँ। अनि टक्क गिरी कम्प्लेक्सलाई फोकस गरिरहेको थिएँ मैले। कस्तो गाइज, थ्याङ्क यू। अनि हामी टक्क पशुपति घुमिसकेर हामी यता पुतली सडक बानेश्वरतिर निक्लेको थियौँ होइन। अनि यो चाहिँ ठ्याक्क माइती घर जस्तो लाग्यो। यहाँ चाहिँ टिचरहरूको आन्दोलन भइरहेछ, मेरो भाइ पछाडि है। अनि हामी गइरहेछौँ। अनि यहाँ पुरै अस्ति दुर्गा प्रसादहरूको आन्दोलन यहीँ भएको थियो होइन। उहाँले ब्यारिकेड तोडेर यही बाटो जानुभएको थियो। अनि टक्क कति सफा छ क्या अहिले, बालेन सिटी जस्तो फोहोरहरू कहीँ देखिँदैन होइन। टिचरहरू लास्टै हुनुहुन्थ्यो होइन। टिचरहरू प्रोटेस्ट गर्न आउनुभएको, तर उहाँहरूको माग चाहिँ पुरा हुँदैन होइन। यहाँ हेर्नु टिचरहरू देख्न सक्नुहुन्छ तपाईँहरू, पुरै भेलामा हुनुहुन्छ। प्रहरीहरू पुरै तैनात हुनुहुन्छ होइन। बिचरा के गर्नुहुन्छ होला शिक्षकहरूले होइन। शिक्षकहरूको माग पुरा गरिदियो के जान्थ्यो र। अनि म चाहिँ यसो हाँस्दै थिएँ होइन सरहरूलाई देखेर। अन्त म चाहिँ एउटा भाइरल मिस आउनु भएको थियो कि भनेर यस्तो हेरेको, आउनु भएको रहेनछ क्या। भाइलाई चिन्छस् भनेको, भाइले चिन्दिनँ भन्नु। अनि टक्कसँगले गयो। अनि गाडी अनि टक्क यहाँ नेपालको झन्डा यो चाहिँ कहाँ हो त्यो पनि थाहा भएन होइन। यहाँ हेर्नु गाडीहरू लास्टै प्याकमा प्याक। यो चाहिँ सिंहदरबार हो होइन, हाम्रा भ्रष्टाचारी नेताहरू बस्ने ठाउँ हो त्यहाँ चाहिँ होइन। पुरै प्याक बाटो चाहिँ पुरै प्याक छ बाटो चाहिँ। अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ बानेश्वरको पुलबाट हो। यही पुतली सडकदेखि अलिकता रत्न पार्कतिर जस्तो लाग्यो। अनि यो चाहिँ होला हाम्रो बानेश्वरबाट होइन। पुरै गाडीहरू पुरै जाम छ होइन, लास्टै जाम छ। एक्ज्याक्ट लोकेसन त थाहा भएन, नामहरू त। ठक्कसँगले गाडीहरू जाम लास्टै लाग्ने रहेछ होइन काठमाडौँमा। धन्यवाद, थ्याङ्क यू।